सो यो के हो तपाईँहरू चिन्न सक्नुहुन्छ यो के को बिरुवा होला यसो गेस गर्नु त यो चाहिँ पुदिनाको बिरुवा होइन अनि अस्ति चाहिँ हामीले लगभग 5-7 राउन्डमा किनेको थियौँ अनि घर लगेर अब यो कार्टुनमा माटो हालेर राखेको लास्टै पहेँलो भइसक्यो क्या यो अनि त्यसपछि आज चाहिँ हामीले अब किन त्यत्रो पैसा फाल्ने अब किन खर्च गर्ने होइन अब खर्च गऱ्यो अब कति मजाले खाने ठुलो हुन्छ नेपालको जस्तै फस्टाउँछ भनेर गरेको त मर्न आँटिसक्यो होइन अनि आज चाहिँ हामीले यो हुन्छ नि हामी घुम्न आउने ठाउँतिर चाहिँ यो जहिले आउने ठाउँतिर चाहिँ मस्त यहाँ रोपिदिने यहाँ अनि अब हप्तामा 1 दिन त आइहालिन्छ अनि चट्ट यसलाई गोडमेल गर्ने ओर्ने अनि चट्ट यहाँ सर्यो भने खाने सरेन भने अब घरमा मार्नुभन्दा त यसलाई बरु यतै ल्याएर सारिदिउँ न भन्ने दिमाग आयो कहाँबाट होइन अनि त्यसपछि हामी चाहिँ सार्नलाई यहाँ लोकेसन खोज्दैछौँ यहाँ मुनि त अब बर्खामा पानी आउँछ त्यही भएर यहाँ माथितिर ठाउँ खोज्दैछौँ होइन यसलाई चाहिँ अब हामी आज चट्ट लाएर चाहिँ मस्त पाराले के भन्छ रोपेर अनि यसको पुदिना र टमाटरको अचार मस्त खाने हो हामी होइन अनि अब हेरौँ अब कता भेटिन्छ यसको लोकेसन चाहिँ अनि यसलाई यतैतिर रोपिदिइहाल्ने सो आयुष दाइले चाहिँ यहाँ मस्त खन्दै हुनुहुन्छ होइन अनि त्यसपछि यो काल्नालाई चाहिँ हामीले अब गोडमेल यसलाई यता झाडीसाडी हटाइदिएर चट्ट यहाँनिर रोपिदिने अनि त्यसपछि पछि आएर हामी मस्त खाने होइन बिचरा हाम्रो यो जरै के भन्छ यत्रो भइसकेको रहेछ पहिल्यै अनि यस्तो हेरेको पुदिना देख्ने बित्तिकै माया लाग्यो कि मलाई त्यो देख्नै सकिनँ त्यहाँनिर मैले सो अब यहाँ चाहिँ हामी गाडिदिने अलिक गहिरो खनेर सो हाम्रो यहाँ चाहिँ झाडु खेल्ने कार्यक्रम चल्दैछ हामीले पुदिना चाहिँ रोपिदिइसक्यौँ यहाँ होइन अनि त्यसपछि यसलाई हामी लौरो सौरोले बारेर चट्ट पार्ने अनि अब यसलाई पानी चाहिँ यहीँ छ खोला त्यही भएर अब पानी यहीँ हालिदिइहाल्ने पानी पर्न पनि आँटेको छ आकाश धुम्म परिरहेको छ अहिले सो तपाईँहरू हेर्न सक्नुहुन्छ कि हामीले चाहिँ यसलाई अब पानी सानी हालिओरी मलजल गरिओरी यसलाई लौरोको बेरा बनाइकन चट्टसँगले यहाँ राखिदिइसक्यौँ भगवान्को कृपाले सरो सब यो पुदिना यहाँ अब बकाउ सिटीलाई पुग्छ सबैलाई पुगोस् नपुगोस् हामीलाई चाहिँ मस्त पुग्छ होइन अचार खानलाई अनि आज चाहिँ हामी यहाँ पुरा टिकटक भिडियो बनाउनु पर्ने छ होइन अनि हामी अब त्यसको तयारीसँग गर्दैछौँ अनि फेरि अब यो खोलातिर अब तपाईँहरूलाई त यो ठाउँ थाहा नै भइसक्यो होला अनि यो चाहिँ हाइड्रो इलेक्ट्रिसिटीको रहेछ यार यहाँनिर कपाल पनि लामो भयो यार हावाले मस्त उडाइरहेको छ